को बिचौलिया थियो? रियल बिचौलिया त नेताहरू छ नि। एउटा कान घटाएको जुन छ त्यो त बिचौलियाले बाटो देखाउँछ, गर्ने त नेता हो नि। तपाईले चाहे हरेक काण्डको, ओम्नी काण्डको बिचौलियाको, व्हाइट बडीको काण्डको को हो, एनसेलको कुन हो, अथवा पोखरा एयरपोर्टको कुन हो, भैरवा एयरपोर्टको कुन हो, जुन 20-25 वटा काण्डमा बारम्बार भन्छु यो देश 20 जना बिचौलियाले गरिरहेछ। त्यो बिचौलिया रियलमा नेता हो। यदि मन बिचौलिया संगत नगरिकन मलाई थोरै तानेर बिचौलिया लाग्छ, लाग्दैन नि। त्यसकारणले अहिले जुन विभिन्न स्वार्थ समूहको टकरावमा जुन राष्ट्र बैंक दिशाहीन, नेतृत्वविहीन जुन भइरहेछ त्यो देशको लागि ठूलो दुर्भाग्यपूर्ण कुरा हो। जुन दलीय भागभण्डाको शिकार देश भएछ, दलीय भागभण्डाको कारण देशमा कुशासन र विकृति बढ्दै गएर छ, त्यसको एकदम नमुनाको रूपमा राष्ट्र बैंकको गभर्नरले देखेका थिए। नेपाल राष्ट्र बैंकको गभर्नर एउटा कानुनी प्रक्रिया हो, यो कार्यकारीको निर्णय गर्ने अधिकार हो, त्यसमा यो लामो जानै नहुने। जबकि ऐनमा बजाप्ती व्यवस्था छ कि 1 महिना पहिले नियुक्ति गर्नुपर्ने, रिटायर हुनुभन्दा 1 महिना पहिला, रिटायर भएको पनि महिनाभन्दा बढी भइसक्यो। त्यसकारणले यसमा मेरो एकदम क्लियर बुझाइ छ कि बाहिरको लाउनुभन्दा आफ्नो मान्छे लाउनुभन्दा त्यही भित्रबाटको मान्छेलाई बनाइदिए केही फरक पर्दैन। जुन मानौँ न त्यो निलम ढुङ्गाना त्यही छ, त्यो बनाइदिए के फरक पर्छ? किनभने त्यहाँ काम गरेको अनुभव छ। बाहिरको मान्छे लाउनुभन्दा त्यहाँ काम गरेको अनुभवी मान्छेलाई लाउनुपर्छ। या त वर्ल्ड लेभलको कुनै इकोनोमी छ त्यसलाई बनाउँदा पनि हुन्थ्यो, त्यो पनि नगर्ने, मात्र आफूप्रति लोयल हुने र आफ्नो मान्छेको खोजीमा देशलाई बर्बाद पार्ने यो उचित होइन। किनकि आफ्नो मान्छेको खोजी भइरहेछ, राम्रो मान्छेको खोजी भइरहेछ छैन। राम्रो मान्छेको कमी देशमा छैन, आफ्नो मान्छेको कमी छ। उहाँको ठाउँमा भएको भए म जान्थिनँ, किनभने राजनीति पनि गर्ने, चुनाव पनि लड्ने, त्योभन्दा त नाङ्गो के देखिन्छ? त्यो चुनाव हार्ने, कोही राष्ट्रिय सभामा आउने, चुनाव हार्ने, कोही जागिर खोजी गर्ने, यो तरिका ठिक होइन। चुनाव त राजनीति गर्ने, जस्तै म राजनीति गरिरहेको छु, चुनाव लडिरहेको छु, पार्टीलाई टिकट नदिए पनि त म चुनावै लडेँ नि। म गइनँ नि राजदूत माग्न, गइनँ नि गभर्नर माग्न, योग्यता त मेरो पनि PhD छ नि। त्यस कारणले म राजदूत माग्न त जाँदैन, प्लानिङ कमिसन माग्न त जाँदैन, युनिभर्सिटीको भाइस चान्सलर माग्न जाँदैन। किनकि मैले तय गरिसकेँ कि मेरो बाटो जनताको सेवा हो, मेरो बाटो चुनाव हार्ने जित्ने आफ्नै ठाउँमा छ, जनताको बीचमा गएर चुनाव लड्ने हो। तर उहाँ सबै बाटो उहाँले चाहने, यो त भएन नि। प्लानिङ कमिसनको पनि उहाँ नै बन्ने, चुनाव पनि उहाँ नै लड्ने, चुनाव हारेपछि फेरि राष्ट्रिय सभामा आउनु नसकेपछि गभर्नर पनि उहाँ, यो तरिकाले ठिक भएन। यसले एउटा सीमित व्यक्तिको स्वार्थले देश चल्दैन। मलाई लाग्छ राष्ट्र बैंकको यो प्रक्रियाको लागि सर्वोच्च अदालतमा रिट परेको छ, कानुनी व्यवधान हुन्छ। किनकि क्लियर देखिन्छ नि, दलको सदस्य बिना, ऐनमा क्लियर लेखा छ कुनै पनि दलको सदस्य नभएको, दलको सदस्य बिना दलको टिकट पाउँछ? एउटा कुरा, कांग्रेसको टिकट, त्यो पनि कांग्रेस एमाले जस्तो पुरानो पार्टीको टिकट दलको सदस्य बिना पाउँछ? तपाईँले मलाई बताउनुहोस् न। पाउँदैन नि। हामी दलको सदस्य त पाएन, बिना दलको सदस्य। त्यस कारणले सीधा दलीय भागभण्डामा देशलाई को खाडलमा पुर्याउने यो कुरा ठिक होइन। व्यक्तिगत उहाँ मेरो मित्र हो, तर व्यक्तिगत कुराले होइन, देश र जनताको कुरा हो नि। यो व्यक्तिगत वास्तवमा राष्ट्रिय भावजुको स्वार्थले त्यो भइरहेछ।